तपाईँ टोल छिमेकको एउटा दलित जनजाति भनेर चाहिँ आफ्नो भान्सामा लानुहुन्न, आफ्नो बेडरुममा लानुहुन्न। तर एउटा अमेरिकन बेलायती आयो भने सेल्फी खिच्दै त्यसलाई तपाईँ सुते ठाउँ पुऱ्याउनु। गाई खाने मान्छेलाई चाहिँ लगेर तपाईँ आफ्नो बेडमा सुताउनुहुन्छ, त्यो चाहिँ ज्वाइँ बनाउनु पायो भने तपाईँ खुसी हुनुहुन्छ। अनि छिमेकीका दाजुभाइलाई चाहिँ दलित र के भनेर छुवाछुत गर्नुहुन्छ, अनि धर्म संस्कृति समाज बन्छ। सनातनी बीच पनि कुल मिल्नेसँग विवाह गर्नुपर्छ। गोत्र मिल्ने, कुल मिल्ने, त्यसपछि वर्ण मिल्ने, वर्ण ब्राह्मण हो भने ब्राह्मणसँग विवाह गर्नु पर्यो, क्षत्रिय हो भने क्षत्रिय, वैश्य हो भने वैश्य, शूद्र हो भने शूद्र। यो भगवानको आदेश हो शास्त्रमा। यदि फरक वर्णमा विवाह गर्यो भनेदेखि वर्ण संकर आउँछ, हाइब्रिड भनिन्छ। एक हिसाबले भन्दा त्यो अन्तर्जातीय विवाह गर्नु भनेको चाहिँ त्यसबाट ठिक छ, तपाईँले कानूनले दिएको अधिकार त उपभोग गर्नुभयो। आजकल अन्तर्जातीय विवाह गर्यो भने त तपाईँलाई त अब सरकारले उपहार दिन्छ, पुरस्कार दिन्छ। तर हाम्रो शास्त्रमा वर्ण संकर फैलाउने यी व्यक्तिहरूलाई मारिदिनु भनिएको छ। यी भनेको घोर पापीहरू हुन् रे। वर्ण संकर फैलाउने त्यो व्यक्ति यो समाजको सबैभन्दा पापी व्यक्ति हो रे। यदि कसैले यो काम गरिरहेछ भने राजाले सिधै मारिदिनु भनेको छ यस्तो व्यक्तिहरूलाई। मैले भने महाभारतमा भनिएको छ, राज्ञो वधम, राजाले तुरुन्तै मारिदिनु रे वर्ण संकर फैलाउनेहरू। दुईवटै धर्मगुरु हुन्, कसका कुरा सुन्नु कसका कुरा नसुन्नु एकचोटि